बाग पल्लावारी आन्टीले ल्याइदिदिन खायो अरे मासु भात खाइन आयो दाँतमा हड्डी आयो यो केटी पनि चाहिँ मर्ने टोके गाइज अम्मा बे भिडियो सुरु गर्दै यसैबाट भिडियो स्टार्ट गर्दिने हो क्या अब त्यसले पैसा घमण्ड ल पैसा घमण्ड देखाएर सुरु गर्न दिए त्यो ल गाइज अब चाहिँ सुरु ओके गाइज वेलकम बैक टू माय भाई मुझे माफ कर दो बोल्न देऊ नै वेलकम बैक टू माय अनदर भिडियो त स्वागत छ सबैजनालाई हाम्रो यो नयाँ भिडियोमा र अब हामी तीनजना एकै नास्या जान लागेको छौँ देख्नै नास्या मतलब हामी कहाँ जाँदैछौँ गरे हैन भलिबल खेल्न जाँदैछौँ भलिबल कहाँ हुँदैछ माथि हुँदैछ अब हामी चाहिँ गएर भलिबल खेल्दैछौँ यस्तो सर्ट आन्छु कि म मेरो सर्ट पनि देखाउने छु हैन यिनीहरू दुईटा त अलिक त्यो सेन्टर खेल्छन् लगभग डिफरेन्स खेल्छन् हैन राम्रो खेल्छन् यो रेजर खेल्छ अलि मेरो म त यस्तो होइन सटर यो सेन्टर यो म चाहिँ रेजर हो होइन अब म सर्ट हान्न सक्दिनँ खासै भन्दा नि अब अलिअलि हान्न सक्दैन धेरै चाहिँ हान्न सक्छु त्यो अब देखाइदेन कत्रो किलोमिटर हामी चाहिँ जाँदैछौँ हार देखाइदेन आज किन बाबालाई ह्यान्डसम मान्ने बाबा क्या भन्यो बे यसले विश्वले हेर्ने लाग्छ गर्छ क्या ए विश्वले हेर्ने हेर्न विश्वले हेर्छ बिस्तारै देखाइदेन त बिचरा ल देखा के देखाउने जाङ्गे लागेन भने त पानी लगाइ जब हामी चाहिँ लगभग धेरै टाढा आइसकेका छौँ र अब हामी पुग्नेवाला छौँ भलिबल खेल्ने ठाउँमा हामी गएर भलिबल खेल्नेछौँ ए अर्को साथीको घर आउला ल अब चाहिँ हामी जानेवाला छौँ अर्को साथीको घरमा लगभग ओ हाम्रो अर्को साथी पनि आएको छ हाम्रो अर्को साथी आइसकेको छ हेर्न मिल्ने भाइ झ्याम्मै फेर्दिने अरे मासु भात खाइन आयो दाँतमा हड्डी आयो के दाल भात चाउचाउ अघि खानु त टल्नै मल्दामा हिस्सा त मासु थियो लेम मासु सादा खाँदा खत्तम रहेछ बे खत्तम रहेछ भिडियो नबिगार्दैन बे म त भन्न थिएँ क्या म खायो भने बिहान खाइहाल यसले चाहिँ हिजो मासु खायो गरे होइन दाँत अहिलेसम्म रड्डी आयो अरे कि लगभग यसले चाहिँ दाँत कोट्याउँदै गर्न त ल त्यही नै हो अब चाहिँ हामी चाहियो क्या मलाई एउटा भिटामिन जी चाहियो गरे फेरि भिटामिन जीकै कुरा अब यता त छँदैछ नदेखि के भन्ने होइन भिटामिन जीको कमी छैन त्यता हामी दुइटालाई छ लगभग ठिक भन्छ क्या यसले चाहिँ लगभग अब हामी अर्को साथी आएर पुग्नु लागिसक्यौँ केही बोल्दैन रे ल यसले ढुङ्गा झारेर चाहिँ ढुङ्गा झारे छोड्दै यो चाहिँ मेरो भाइ कान्छो भाइ हो मेरो यो पनि मेरो भाइ पनि दाइ सोध्नु त्यहाँ दर्शक के भनौँ बोल्दैन दाइ नै भन्छु ल यो चाहिँ मेरो दाइ जस्तै हो फेरि दाइ होइन है दाइ जस्तै हो अब गाउँ पनि मेरो भाइ जस्तै हो तर मेरो पनि हल्का सानो हो यो केटी पनि चाहिँ मर्ने टोके हामी दुइटामा फेरि केटी पनि चाहिँ भाग्ने केटी भाग्छौँ हामी यति ह्यान्डसम छौँ त्यही पनि भाइजान्छौँ त्यो फेरि ह्यान्डसमै चाहिँ त्यही पनि केटीहरू पछि लाग्छन् भन्दा नि केटीको पछि लाग्छ होइन क्या भन्छ अब नभन्दा यार आज भलकलाई अहिले यति राम्रो बनाउनु पऱ्यो कि यति दामी बनाउनु पऱ्यो प्रभावकारी बनाउनु पऱ्यो कि व्यवस्थित लाइक कमेन्ट गरिहाल्छ ध्यान देखा त कस्तो ल मेरो अर्को भलक आइसकेको चाहिँ टिकटकमा यो मोबाइलमा ए मोबाइल देखिएन गाह्रो भइगयो त्यहाँ कमेन्ट त उयो छन् त्यही हो यार गाइज यार मेरो भिडियोमा चाहिँ लाइक भन्दा बढी कमेन्ट आउँछन् के देखिन्न क्या मेरो भिडियोमा चाहिँ लाइक भन्दा कमेन्ट ज्यादा आउँछ क्या फेरि 255 कमेन्ट 77 लाइक भ्युज 300 ए लाइक 97 हो 97 लाइक 275 कमेन्टहरू यो के मजा आयो त बरु लाइक बढी होस् कमेन्ट कम होस् अनि त्यो पो चाहियो त यार बरु भ्युज बढी होस् लाइक बढी होस् कमेन्ट यहाँदेखि वहाँसम्मको गरिदिन्छु नि यार घचागत केटाहरू फेरि लाइक गर्दैन भ्युज पनि आउँदैन कुरा बुझ्छु त म हाम्रो अर्को साथी भेटिसक्यो अर्को साथी किन्न क्या तेरो मिच्छु
अर्को साथी भेटिसकेको छ अब डुप्लिकेट ब्लगर यो डुप्लिकेट हो ओरिजिनल खै नरेश बोला रहा नि त के हो सब भाइ हान्नु भएन सब भाइ बोला नि एकला हान्नु भएन म घर आएको त भन्नुपर्छ नि सबै डर अब हाम्रो चाहिँ अर्को साथी आउँदैछ ए मलाई भन्नुपर्छ त म यहाँ घर आइसकेको थिएँ कुल थाहा पाइ नरेश नरेश बाहिर आइज बाहिर आइज बाहिर आइज बाहिर ओके गाइज होइन अब हाम्रो चाहिँ अर्को साथी पनि आउँदैछ लगभग आइसक्यो बाहिर निक्ले ओ के छ ठिक छ ल अर्को साथी पनि आइसक्यो एउटा साथी चाहिँ यहाँ मजाले बसिआउँछ ल छिटो तयार आमा अब क्यामेरा पनि के भयो यार मोहन दिपक सुति आउने हो मोहन गाउँ गए के त मोहन गइसक्यो के उतै बाहिर कल खेल्न पानी मान्नु के ल गाइस त्यही नै हो अब हामी चाहिँ बल खेल्न जान्छौँ होइन यस्तो सर्ट आन्छु कि आज गएर यस्तो सर्ट आन्छु कि केटाहरू होपलेस के अब चाहिँ हामी जाँदैछौँ होइन आइज ल ओके आइज ओके म कालो हेगे लाग्छ आज हामी चाहिँ विरोध त ठाउँमा जान्न हम जाउँ आइज गएरै देखाइदिउँ हैन हेर्दिनु त यस्तो धेरै हान्छ नभन ए आमा हो ल गाइस त्यही नै हो म चाहिँ यही हुँ यति खतरा छु नि आम्मा भसम धार त चल्छ हेर्छौ भाइ यसको यो घरमा कलर लाग्यो ओके गाइज ल अब हामी चाहिँ हिँडिसक्यौँ होइन यहाँबाट लगभग पानी आएन भने मेरो साथीको घरबाट हिँड्न उतै खानु नाइ बना उतै छ नि त हिँड्न उतै हुन्छ त पानी अरे बब्बाल देखिया छ अरे एकदम स्वाहा यार हामी चाहिँ लगभग भलिबल खेल्ने ठाउँमा चाहिँ पुगिसक्यौँ होइन आमा कोर त खतरा छ त यही हो अब दाइबे नआएको अब यहाँ चाहिँ च्याउखेती छ होइन एकदम ठुलो च्याउखेती छ होइन यति च्याउ पेन्सिल भलिबल कोर्ट चाहिँ यही हो होइन केटाहरू आइसकेको छ सबै केटाहरू रेडी पोजिसनमा छ च्याउखेती आमा हो कति ठुलो हो गाडी सारी सबै छ नि त हो डिजे सिजे यहीँ गाना रन्काउँछ नि कि रातभरि गाना कहाँ बज्छ भने यहाँ रन्काउँदो रहेछ च्याउखेती हो 15 मा त्यो बल आउँदासम्म मेरो युट्युब च्यानललाई सपोर्ट गरिदिनु एफओ बाइ डल 6 हैन अब यो मा माथि के ल कुन कुरा हेरै पर्छ भाइ उठा डिपु टाउटन दिगा ए जामा दिला शेर कसरी प्रेसर काट्छ ए आनन उठा पर्छ भाइ कट दामी के डाउन आइबे 11 6 12 छ त्यो छ त ल्याए छौ र त 13 छ लास्ट छ गेम अफ रातो कच्छाको गेम अफ एफओ भाइको गेम अफ 1-0 यो गाइज ल गाइज त्यही नै हो होइन अब आज तपाईँहरूले यो हाम्रो घिनामानो रल्लो जस्तो भलिबल गेम प्ले चाहिँ देखिसक्नुभयो होइन अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हेर्नुभएको छ भने अघि स्क्रोल गरिसक्नुभयो भने तपाईँले थाहा पाउनु भएको छैन रल्लो खेल चाहिँ देखिसक्नुभयो ओके आजको लागि चाहिँ यति नै टाटा